ब्रान्ड न्यू भिडियोमा स्वागत छ। धेरै लामो समय पछाडि आज युट्युबमा भिडियो हाल्न गइरहेको छु। आशा छ यहाँहरूको दिन एकदम राम्रोसँग बितिरहेको होला। केही कारणहरूले गर्दा, कार्यव्यस्तताले गर्दा र भिडियो बनाउन सकिरहेको थिइनँ र आज सोचे एउटा भिडियो बनाउँ यहाँहरूको लागि भनेर। र आज यहाँहरूलाई धेरैको क्वेसन्सहरू पनि आइरहेको छ मलाई। माल्टामा अहिले तपाईको यो जनवरीदेखि उनीहरूले एउटा कोर्स लन्च गरेका छन्। पहिला एउटा स्किल टेस्ट भन्ने थियो जुन चाहिँ हस्पिटालिटीमा काम गर्न जानेहरूको लागि मात्रै थियो। बाँकी अरू सेक्टरमा जानेहरूले त्यो कोर्स गर्नु पर्दैन थियो। तर अहिले माल्टाले के गरेको छ भने सिंगल पर्मिट एप्लाई गर्ने सबैको लागि अनिवार्य म्यान्डेटरी गर्नै पर्ने भनेर नयाँ कोर्स लन्च गरेको छ। त्यो कोर्सको नाम हो प्री डिपार्चर कोर्स अथवा प्रस्थान गर्नुभन्दा पहिला के कुरामा तयारी गर्नुपर्छ भनेर उसले सिकाउने एउटा उद्देश्यले यो लन्च गरेको हो। यो चाहिँ लिँदाखेरि हामीलाई नै सजिलो हो, जो जान्छौँ उहाँहरूलाई नै सजिलो हो। त्यहाँको बारेमा जानकारीहरू, देशको बारेमा, माल्टाको इन्ट्रोडक्सन, माल्टाको वर्क कल्चर, त्यहाँको हिस्ट्री, त्यहाँको भाषा, कानुन, अनि फोहोर म्यानेजमेन्ट कसरी गर्ने हैन, अनि त्यहाँ आफ्नो वर्करको राइट के हो, के कुराहरू चाहिँ उसले प्राप्त गर्नुपर्छ, इन्सुरेन्सको कुराहरू छ, सेलरी केमा पाउने, कसरी पाउने, जानुभन्दा अगाडि के डकुमेन्टहरू रेडी गर्ने भन्ने कुराहरूको एउटा कम्प्लिट प्याकेट लगभग तपाईँको 2टा एसाइनमेन्ट गर्छ उसले। एउटा चाहिँ तपाईँको लिभिङ एन्ड इन्टिग्रेटिङ माल्टा, अनि अर्को वर्करको राइट एन्ड अब्लिगेसनहरू के छ, उसको काम कर्तव्य र अधिकारहरू के हो, र माल्टामा कसरी रहने भनेर त्यो 2टा सेक्सन बनाएर उसले क्वेसनहरू, एउटा भिडियोहरू हजुरलाई 250 युरो, 245 युरो पहिला तिर्ने हो। त्यो तिरेपछि तपाईँलाई एउटा बन्डल दिन्छ। त्यो बन्डलमा तपाईँको 15वटा एसाइनमेन्टहरू हुन्छ, मक टेस्टहरू हुन्छ। त्यो सबै टेस्टहरू तपाईँले कम्प्लिटली सुन्ने, मक टेस्टहरू कम्प्लिट गर्ने, त्यहाँको प्र्याक्टिकलहरू, ट्रु फल्स, मल्टिपल चोइस क्वेसनहरू, केही प्र्याक्टिकल एक्स्ट्रा प्र्याक्टिकलहरू दिएको छ मल्टिपल ल्याङ्ग्वेजमा। त्यो कम्प्लिट गरिसके पछाडि फेज 1 कम्प्लिट हुन्छ। साथमा तपाईँले 30 मिनटको लिभिङ एन्ड इन्टिग्रेटेड माल्टा, अनि तपाईँको वर्क एभर्सनको भयो। त्यस पछाडि अर्को इङ्ग्लिस एसेसमेन्ट टेस्ट पनि गराउँछ। यो 3टा कम्प्लिट पास गरिसकेपछि तपाईँले 5 युरो फेरि तिरेर तपाईँको अकुपेसन र वर्क रोल के हो त्यो कम्प्लिट गरिसके पछाडि जम्मा 250 युरो तिरिसके पछाडि तपाईँको फेज 1 कम्प्लिट हुन्छ। त्यस पछाडि फेज 2मा के हुन्छ त भन्ने कुराहरू तपाईँको फेज 1 कम्प्लिट गरिसकेपछि फेज 1मा तपाईँले जे पढ्नु भएको थियो त्यही कुराहरू, तर फेज 1मा चाहिँ अनलाइन तपाईँले पढ्नुपर्ने हुन्छ, अनलाइन एन्सर दिनुपर्ने हुन्छ भने फेज 2मा चाहिँ तपाईँको एउटा अनलाइन त अनलाइनै हो, तर छेउमा बिएफएक्स सेन्टरमा डेट बुकिङ गर्ने, बुकिङ गरिसकेपछि त्यहाँनिर तपाईँको छेउमा 2जना मान्छेहरू हुन्छन्। एउटा एक्जामिनर हुन्छ, एउटा स्किल टेस्टको मान्छे हुन्छ भने उताबाट अनलाइनमा अर्को मान्छेले तपाईँलाई क्वेसन सोध्छ। त्यसमा ट्रु फल्स, अनिखेर केही अलिकति एक्सप्लेन गरेर दिने एन्सरहरू, साथमा केही एक्स्ट्रा क्वेसनहरूले तपाईँको अकुपेसनको बारेमा सोध्न सक्छ। यसरी तपाईँले फेज 1 र फेज 2 कम्प्लिट गरिसके पछाडि मात्रै वर्क पर्मिट एप्लाई गर्नको लागि तपाईँ एलिजिबल हुनुहुन्छ, तपाईँ त्यसमा योग्य हुनुहुन्छ। यो कारणले गर्दा यहाँहरूलाई यो सम्बन्धी केही इन्क्वायरीहरू छ भने यहाँले क्वेसन गर्न सक्नुहुन्छ। च्यानललाई सब्सक्राइब गर्नुहोला, बेल आइकन थिच्नुहोला। यदि बेल आइकन थिच्नुभयो भने तपाईँले मैले हालेको भिडियोहरू त्यही बेलामा प्राप्त गर्नुहुन्छ। सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला, अनि यो भिडियो तपाईँको साथीहरूलाई पनि सेयर गर्न नबिर्सिनुहोला। यस सम्बन्धी केही इन्क्वायरी छ भने मैले डिस्क्रिप्सनमा व्हाट्सएप नम्बर दिएको छु, यहाँहरूले सोध्न सक्नुहुन्छ। मैले जानेको बुझेको कुराहरू यहाँलाई राम्रोसँग विस्तृत रूपमा जानकारी गराउनेछु। र यस सम्बन्धी केही तपाईँलाई आर्टिकलहरू आएको छ, फेज 1 कम्प्लिट गरिसक्नु भएको छ, तपाईँको पर्सेन्टेज 100% देखाएको छैन हैन,
अथवा फेज 2 को बुकिङमा केही तपाईँलाई समस्या आएको छ भने पनि मलाई हेल्प लिन सक्नुहुन्छ। म यहाँलाई निःशुल्क यो हेल्प दिनेछु। यति भन्दै आजको भिडियो यहीँ बन्द गरेँ। म अरू भिडियोहरू पनि तपाईँलाई बनाउँदै जानेछु। यहाँहरूले भिडियो हेर्दै गर्नुहोला। धन्यवाद। पशुपतिनाथले सबैको कल्याण गरून्। धन्यवाद।